लगाउँछ त्यो प्रेसर र त्यो न्युजहरू हेर्दाखेरि कतिको दुःख लागेको थियो कि तपाईँ दया ह्याङलाइटले चाहिँ अडियन्सलाई हलसम्म ल्याउन पनि सफल भयो यत्रो फिल्म उहाँको चाहिँ 82 सालमा रिलिज भयो तर कुनै पनि सोचेको अनुसारले सफल हुन हामीले अर्को तरिकाले मिठास तरिकाले समीक्षा गर्नुपर्छ मैले के भन्छ भने स्टार अथवा पपुलारिटीले चाहिँ एक किसिमको आकर्षण मात्रै आकर्षण मात्रै होला तर सिनेमा आर्ट चाहिँ त्यो आकर्षणले मात्रै त्यसमा हुनुपर्ने चाहिँ के भन्छ नि त्यसको बुकिङ होला मूल कथा होला के कथा भन्यो त्यो कथा चाहिँ कसरी भन्नु र त्यो कथा चाहिँ नै भन्दाखेरि कतिको जरुरत थियो अहिलेको समयमा र त्यो चिज चाहिँ किन मानिसहरूले इग्नोर गर्नुभयो भन्ने कुरा चाहिँ राम्रो तरिकाले समीक्षा गर्नु विगतमा गरेका मेरो सिनेमाहरूले कतिपय व्यावसायिक रूपमा राम्रो भयो होला त्यसबाट म पनि खुसी छु होइन व्यावसायिक रूपमा कतिपय सिनेमाहरू राम्रो भएन त्यसमा म त्यतिकै दुःखी छु तर तपाईँले भन्नु जस्तो म आत्तिनु कि कुनै सिनेमा मैले जहिले पनि भन्ने गरेको चाहिँ सिनेमा भनेको चाहिँ त्यो लाइफमा एकपल्ट गर्ने हो मिल्छु भन्ने फेरि गर्दैन होइन यही नै हो र यो अहिलेको लागि मात्रै होइन जे आर्टमा यसको के गर्छ भन्ने चाहिँ मूल्याङ्कन गर्नु यस्तो जेठहरू चाहिँ भनेको यो वर्ष हामी बाँचेको हामी गइसके पछाडिको वर्षहरूमा पनि यसले चाहिँ कति प्रभाव राख्छ किन चाहिँ त्यो सिनेमा त्यति गरेर र अहिले हेर्दा चाहिँ त्यो समाजलाई कसरी हेर्छ भने हामीले मानिलौँ विगतका सिनेमाहरूलाई हेरेर आज 50 60 100 वर्ष अगाडिका सिनेमाहरू हेरेर पनि त्यो समाज मनोविज्ञान होइन लाई हेर्न सकि सजिलो हुन्छ भने चाहिँ त्यो चिजको लागि पनि हामीले काम गरिरहेको छौँ मेरो तर्फबाट चाहिँ त्यसको लागि र अहिले बक्स अफिस कलेक्सनले चाहिँ यो चिज गर्यो ब्लकबस्टर भयो यहाँसम्म पुग्यो भनेर यसले चाहिँ नराम्रो भयो भन्ने कुरामा म दुःखी हुन्न तर त्यसले कन्टेन्ट चाहिँ कस्तो थियो भन्ने कुरा चाहिँ मेरो लागि एकासीमा